जोखिम न्यूनीकरण तथा जलवायु अभ्यासकर्ताको भनाइ छ। त्यो 60 मिटरको एरिया त्यो एरेस्टरले कभर गर्छ र जुन त्यो एरेस्टर राख्नुभन्दा अगाडि जुन हिसाबको क्षति त्यो ठाउँमा हुन्थ्यो भने अहिले त्यो एरेस्टर राखेपछि अत्यन्तै न्यून क्षति चाहिँ भएको छ। पछि गएर हेर्दा पनि हामीले त्यो ठाउँमा चाहिँ त्यो एरेस्टरमा चाहिँ चट्याङ परेको चाहिँ देखिएको र त्यो ठाउँमा चाहिँ क्षति नभएको हामीले देखेका थियौँ र त्यो ठाउँमा जुन जडान गरिसकेपछि अहिले क्षति एकदमै कम भएको छ। त्यो ESC लाइटिङ एरेस्टर हो। त्यसले चाहिँ चट्याङ पर्नुभन्दा अगाडि नै चट्याङलाई डिस्पोज गर्छ भनेर चाहिँ हामीले लिएर आएर त्यहाँ माथि घोप्टे घ्याङमा जडान गरेका हौँ र सो डिभाइस जडान गरिसकेपछि त्यो ठाउँमा लाइटिनिङ जुन चट्याङ पर्थ्यो त्यो चाहिँ एकदमै कम भएको हामीले पाएका छौँ र हामीले प्रत्यक्ष रूपमा पछि गएर जोडिसकेपछि पछि गएर हेर्दा पनि हामीले त्यो ठाउँमा चाहिँ त्यो एरेस्टरमा चाहिँ चट्याङ परेको चाहिँ देखिएको र त्यो ठाउँमा चाहिँ क्षति नभएको हामीले देखेका थियौँ र त्यो ठाउँमा जुन जडान गरिसकेपछि अहिले क्षति एकदमै कम भएको छ। हेलम्बु बोधिसत्व मोडल स्कुलको यो पहल अन्य विद्यालयका लागि पनि एक महत्त्वपूर्ण उदाहरण बन्न सक्छ।